आज शनिबार सबैको छुट्टी सबैजना घर बस्ने दिन। आज भने हामी पकाउँ एकदमै मिठो खसीको मासु। यसको लागि चाहिँ मैले एउटा कुकर बसालेर त्यसमा राखेँ तोरीको तेल। तोरीको तेल तातिसकेपछि यसमा फुराउने हामीले तेजपत्ता, त्यसपछि राख्ने काटेको प्याज र खुर्सानी। यसलाई राम्रोसँग भुटिसकेपछि यसमा राखिदिने मासु। अब मासु राखेपछि राखिदिने बेसार। मासुलाई हामीले राम्रोसँग 3-4 मिनट नछोपिकन यहाँ भुट्ने। 3-4 मिनट भुटिसकेपछि अब माथिबाट यस्तो पानी राख्न मिल्ने खालको एउटा थालले छोप्नु होला, त्यसको माथिबाट राखिदिनु होला पानी। केही बेर राम्रोसँग पाक्न दिनु होला। पाकिसकेपछि यसलाई चेक गरौँ। अघिको भन्दा मासु धेरै नै पाकिसकेको छ। अब यसमा राखिदिने लसुन। मैले भने यहाँ कलिलो लसुन लिएकी छु। लसुन राखिसकेपछि यसलाई फेरि भुटिदिने र छोपिदिने। एकछिनसम्म छोपेर पकाएपछि अब भने मासु यहाँ मजाले भुटेर तयार भइसक्यो। यतिको मासु भुटिसकेपछि अब यसमा राखिदिने मसला, जसमा चाहिँ मैले अदुवा, लसुन, ल्वाङ, सुकमेल, दालचिनी राखेर पिसेर यहाँ तयार गरेकी छु। यो राखेर एकैछिन भुट्ने अनि राखिदिने यसमा जिराको धुलो अनि राखिदिने धनियाको धुलो। जिरा र धनियाको धुलो राखे सँगसँगै यसमा राखिदिन्छु मैले थोरै चिल्ली फ्लेक्स। अब यसलाई पनि हामीले राम्रोसँग भुट्ने। यसलाई राम्रोसँग भुटिसकेपछि अब यसमा राखिदिने टमाटर। टमाटर राखे सँगसँगै स्वादअनुसार नुन अनि फेरि राम्रोसँग चलाएर भुट्छौँ। अब यसलाई हामीले छोपेर टमाटरलाई मजाले यहाँ पाक्न दिन्छौँ। योभन्दा अगाडि चाहिँ मैले यसमा थोरै पानी राखेँ थिएँ तातेको अनि फेरि छोपिदिएँ। केही बेर राम्रोसँग छोपेर पकाइसकेपछि टमाटर गलिसक्यो। यसलाई राम्रोसँग चलाइदिने। यसमा राखिदिने हरियो लसुनको पत्ता अनि राखिदिने कतिको झोल खानुहुन्छ या ग्रेभी खानुहुन्छ त्यो अनुसार पानी। अब छोपेर यसलाई 20 मिनट मजाले पाक्न दिने लो हिटमा। 20 मिनट लो हिटमा पकाइसकेपछि यहाँ हाम्रो मटन बनेर तयार भयो। यसमा राखिदिने हरियो धनिया अनि सर्भ गर्ने तातो मटन तातो भातसँग। हजुरले पनि यो शनिबार यो रेसिपी एकचोटि अवश्य ट्राई गर्नुहोला। यसरी बनाएको खसीको मासु एकदमै मिठो हुन्छ। अनि हजुरको रेसिपी कस्तो बन्यो भनेर कमेन्ट गर्न भने नबिर्सिनु होला। अनि इजी किचन रेसिपीलाई फलो गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।